युगमा आजकै दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरमा राजकुमारी सीतालाई विवाह गर्नुभएको तिथि मानिन्छ। मङ्सिर शुक्ल पञ्चमी अर्थात् आजकै दिन आदर्श जोडी राम र सीताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको मानिन्छ। सप्ताहव्यापी रूपमा विवाह उत्सवमा राम जानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ। त्यही भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आयो। सीता अर्थात् जानकी रामायणकी मुख्य पात्र हुन्। सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन्। राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन्। सीता नेपाल भूमिकी पुत्री पनि हुन्। आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्र आदर्श नारीको उदाहरण हुन् सीता।